कसरी गर्ने हो? समस्यालाई त्यो समस्याको जड के हो? त्यो समस्याको जड के हो? त्यो जडलाई कसरी हामीले उखालेर फाल्ने हो? त्यो समस्याको समाधान कसरी गर्ने हो? कसैको समस्यालाई फिल्म बनाएर हैन, कसैको समस्यालाई बजारीकरण गरेर आफूले रुपैयाँ पैसा कमाउने त्यो समस्याको समाधान होइन। यो कुरा चाहिँ उहाँले बुझ्नुपर्छ। एउटा फिल्म निर्माता ज्यू एउटा पढा लेखेको हुनुहुन्छ होला सायद। यति पढे लेखेको मान्छेले यस्तो फिल्म बनाउँदाखेरि महिला दिदीबहिनीहरूलाई कस्तो खालको असर पर्छ, पहिलाको परिवेश र अहिलेको परिवेश कस्तो छ भन्ने कुराहरू बुझ्नुपर्छ उहाँहरूले। तर त्यो कुराहरू उहाँहरूले नबुझिकन दुई चारजना बाहिरी समुदायका महिला दिदीबहिनीहरूलाई बसालेर इन्टरभ्यू लगेर उहाँहरूले थाहा भएका नभएका कुराहरू उहाँहरूले गरेर त्यो पुरै फिल्म बनाएर उहाँहरूलाई फिल्म देखाएर अरू बाहिरी समुदायका महिलाहरूको चरित्र हत्या गर्नु हुँदैन। कतिपय हामीहरू उहाँहरूलाई पनि हामी त्यहाँहरू दोषी हुन्छ, त्यहाँ बाहिरी समुदायका महिलाहरू दोषी हुन्छ भन्दैनौँ। जसको जति बुझ्ने क्षमता हुन्छ त्यति नै उसले बोल्छ। मेरो जति बुझ्ने क्षमता छ म त्यति नै बोल्छु, त्योभन्दा बढी मैले बोल्न सक्दिनँ। यहाँ आएका दिदीबहिनीहरूमा पनि सबको आफ्नो आफ्नो क्षमता छ, त्यो क्षमता अनुसार उहाँहरू बोल्नुहुन्छ, बुझ्नुहुन्छ। तर उहाँहरूले बोल्नुभयो, उहाँ हुनुभयो भन्दैमा सिङ्गो बाहिरी समुदायका महिलाहरूलाई असर पर्ने गरेर फिल्महरू बनाउनु हुँदैन। मेरो चाहिँ माग यही हो, हाम्रो घोडाईवासी, हाम्रो सिक्नु नेपाल अधिराज्यमा जति पनि पश्चिमी भन्नुभएको छ, मलाई पश्चिमी भन्दाखेरि जन रिस उठ्यो हुन त। अनि नै तपाईँले पढ्नु भएको छैन, त्यहाँ पढ्नु त त्यहाँ पश्चिमीको कथा भनेको छ क्या, पश्चिमी इलाकामा बस्ने बाहिरी समुदायको कथा भनेको छ त्यहाँ।